फाइनली गाइज हामीले नारायण ओलीलाई नदेखे तापनि नारायण ओलीका भाइलाई देख्न पाएका छौँ। त्यसै कारणले गर्दा गाइज फाइनली हामीले One, two, three, go! वेलकम टु आवर ब्लग सिधै दाङबाट है। अनि हाम्रो यहाँ सफल हाम्रो देउसी भैलो कार्यक्रम स्टार्ट हुँदैछ होइन। हाम्रो सुजल अनि हाम्रो यहाँ रिहर्सल भइरहेछ होइन। हाम्रो उता प्रदीप काला मामा हाई गरिदिनु न। अनि हाम्रो सबल साथी सबल ल हेलो यहाँ रियाज भइरहेछ होइन धीरज होइन सुजल। अब आज चाहिँ हाम्रो देउसी भैलो कार्यक्रम स्टार्ट हुँदैछ होइन। त्यही हो फर्स्ट मामाले सुरुवात भइरहेछ तयारीको देउसी भैलो कार्यक्रम टक्क लाएर होइन। अरू टोली आउन चाहिँ बाँकी छ अनि यस्तो छ है अलि नजिकले जानु पर्ने रहेछ क्या। बुक अलि अगाडि त्यस्तो टास्नु पर्ने रहेछ। गर्लफ्रेन्डलाई किस गरे जस्तो गर्नु पर्ने। मामा मामा नि मेरा भावना स्वरको हान न सबले आउँछ हान न। मेरा भावना जरी तिमीलाई म पनि
मामा एउटा ताली त जानु पर्यो ताली क्या सुजल बबालै बबाल वाल स्वाद आइरहेछ गाइजहरू स्वाद आइरहेछ रमाइलो भइरहेछ या टक्क तिहार भाइ आइरहेछ टाउनमा चाहिँ मलाई सिङ्गल आइ सक्नु भएको छ मामा कस्तो अति हाल्नु धीरे त्यो किन त्यो भयो बिग्रिन्छ यार स्ट्रिङ छोडिदियो वाह सुजन चापाकै आइरहेको छ किन मामा फुल त्यो फ्लोमा गइरहेको छ क्या र कपा गुवाउला क्या तल मामा गुवाउला क्या माथिबाट स्वर गर्ने पनि राम साइली किन जिस्किया थियो क्या सब राम्रो आइरहेको छ किन भन त याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त त्यो कालो खाप्नु झन् चिम्रिक्क पारे कालो देख त्यो लिस्ट बनाऊँ न मामा लेख्नुहोस् त अगाडि कसो गर्न जाने सुझाव भनौ न तिमीहरू टक्क लगाएर लिस्ट बनाउँदैछौँ कहाँ खेल्ने भनेर टेन्डर जस्तो टेन्डर कता कता पार्ने भयो बिस्तारै बिस्तारै जोड्दैछौँ है गाइस आज 4 जना खास भन्ने 4 घण्टा पनि बजाएको छैन मेरो त 4 घण्टा बजाएको सरले बजाउनु मलाई कस्तो बेजात हो खाली बोल दिएर के भन्नु खाली बोल दिएर सफल त्यो वाला हानौँ न यो आगे आगे थोपैका त्यो वाला अनि त्यस पछाडि अनि त्यहीमा झ्याप फेरि 16 वर्ष उमेरमा त्यसरी हानौँ न म्यासेज सुनाऊँ न त्यसमा अरूले पनि म्याच भन्दा सबले गाएपछि बबाल मजा आउँछ क्या साथी भाइ दर्शन नमस्ते है सबैलाई सुख दुःख भन्नु यस्तै रहेछ को आफ्नो विदेशमा को पढाइ ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै आशा छ माया यो नमरोस् मेरो तन अहिले यहाँ भयो नि मन भने सानानी उतै छ हाम्रो नेपालमा
देउतालाई भागै खाऊ कसम मायालाई भागै नौरेसम देउतालाई भागै खाऊ कसम मनमा माया पर्छ लला हे माया बुतुकै पार्यो बुतुकै रति राख गरौँ मनमा सुटुकै पिराती बास गरौँ मनमा सुटुकै पिराती आलु तामाले बुहारी चाहियो भन्छिन् आमाले बुहारी चाहियो भन्छिन् आमाले काली हे छोयाको धोको सानो माया हे लगाउने धोको नपुग्दै मर्छु पोक्यारे भन सोल्टी बरोबर न डाटी भन सोल्टी बरोबर न डाटी देखेको तिमीलाई सुवास बनौला तारिकौमा सञ्चल बनौला कहिले पनि हँसाइराखौला समय राखौला रेलीमै जेसँगै राम्रो रातो रुमाल रेलीमै बुटुकै भिरेको रेलीमै जेसँगै राम्रो रातो रुमाल रेलीमै बुटुकै भिरेको पार गाउँला गाउँ घर पार गाउँला गाउँ चिठीदेखि पठाउला ल्याउनु नाउ चिठीदेखि पठाउला ल्याउनु नाउ कालीमा पछि पछि ओह्रालीमा अघि अघि यो केटीकै बाटो को पछि माया माइतीकै कौसीमा माइतीकै कौसीमा तपाईँको कौसीमा कहिले के गरौँ तिमी आउँछौ कि अर्कै बे गरौँ तिमी आउँछौ कि अर्कै बे गरौँ नारायण रूपै मोहनी नारायण रूपै मोहनी लड्के जवान करके जीवन राय बनाउने लड्के जवानी हँसै उडाउने तिमीको बोलेर माया लगाउने जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने सधैँ यो फकाउने रिसाउँदा माया प्रेम कसले बचाउने अब यही अब अनलाइन सबलाई पठाइदिउँ अनि अनलाइन दिउँछु भयो क्युआर पठाइदिने यही भिडियो पठाइदिने होइन र अब त्यो सुनमाइले गीत गाएको थियो नि के अरे घर आएको नि साथीभाइ भन्ने वाला विदेश हिजो एउटा भाइले के मन लाग्यो सब रिजेक्ट भाइले यही गीत गाउनु रहेछ नि घरबेटी बुवा घरबेटी आमा हामी हजुरहरूको घर दैलोमा आइसकेका छौँ। कृपया कति पनि चित्त नदुखाएर कृपया घरदेखि बाहिर आइदिनु होला। हाम्रो यो देउसी भैलो कार्यक्रमलाई हेरेर एकदमै रमाइलो गर्नुहोला त्यही भन्न चाहन्छौँ। हस्त धन्यवाद। अनि हाम्रो साथीभाइहरू एकदमै रेडी अवस्थामा हाम्रो अगाडि चाहिँ हाम्रो यो बटाउने कार्यक्रम प्रस्थान गर्छौँ हजुरहरूको अगाडि। हस्त धन्यवाद। हाम्रो यस भैलोलाई
हेरेर एकदमै रमाइलो गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। घरबेटी बुवा घरबेटी आमा घरबेटी बुवा घरबेटी आमा यति भन्दै नमरी काले नमरी बाचे काले रे नमरी बाचे काले साथी अर्को साल फेरि भेट्दै भन्दै हजुरहरूको भरदैलोबाट हामी बिदाय हुन चाहन्छौँ। हस्त धन्यवाद। नमरी काले भन्दा पट्टिले हेर्छ कि फेरि दक्षिणा लिन कृपया हाम्रो यस पहिलो कार्यक्रमको अध्यक्ष अभिषेक न्युपाने गइदिनु होला। सरी साथी हाम्रो अभिषेक न्युपानेलाई जुटो परेको रहेछ, कृपया माफ गरिदिनु होला। कोषा अध्यक्षलाई अगाडि जान हार्दिक निमन्त्रणा व्यक्त गर्दै अनुरोध गर्न चाहन्छु। हस्त अनि हाम्रो यस महिलालाई एकदमै ठुलो रकमले मात्र रु 5000 दिनुभएको छ। एकचोटि जोरदार ताली सबैजनाले। $5,000 भन न। $5,000 हो के हाम्रो डलरमा भएको छ कि डलर भयो। हाम्रो भोलि कार्यक्रमको नाम के हो त? जेन्जी कालो बान्नी त होला जाने दिएन नि त्यसमा तपाईँलाई देखेर तर्सिगयो जाने दिएन गन्सुन पुग्नुमा यति भनेको कहाँ डोलामा यत्रो देख्दैन ग्राम यतिकै यस्तो हो मामा। हामी पहिला तुलसी सुन्न के भने पहिला आतङ्क मचायो मान्छे, त्यही भएर आधी पैसा सुदर्शनले दिन्छु भने सब रेडी भइसक्यो होइन। अब तयारीमा निस्किन तयारी गर्दैछौँ, देख्न सक्नुहुन्छ। टक्क लगाएर यस्तो छ वेदर है बाहिरको। टक्क लगाएर आज चाहिँ आफ्टर लङ टाइम रमाइलो फिल भयो साथीभाइहरू। टक्क लगाएर घुम्तीमा प्रदीप राजा स्वागत छ है तपाईँलाई सानो स्वागत छ। राजाले खतरा कारोबार कारोबार यस्तो बाहिर लिक गर्यो कारोबार भने अलिक पुरै प्रष्ट भन्नुपर्छ कि कारोबार भने नेगेटिभ कारोबार मिलाउनुपर्छ कि कारोबार भने नेगेटिभ हुन्छ नि त होइन त्यस्तो कारोबार खतरा के गर्ने यहाँ पुरा पटाकाको डिल भइरहेको छ गाइस। कति पर्छ तर भन नि त। अब ठुलो सानो कत्रो छ अब खै त कत्रो छ आफ्नो घरको पटाका अब फुल तिम्रो नाम के थाहा छ त्यही जग्गा डिल बनाऊ कि फिक्स यार होइन के मैले सबै पठाएको छु अझ डिलरहरू बम बेच्ने डिलर भोलि ल्याउन आउने फिक्स भयो है पछि दोकान म्यानेजर राखेको छु क्या म्यानेजर पनि उता अभिषेक ब्रोकर हुन् नि ब्रोकर ब्रोकर बोर्कर निस्किनु लाग्यो हामी सबको लगाएर। अबे जामके बे सुन न मेरो कुरा त्यो अनार छ नि मामा भोलि खेल मने केटाहरू बमको मात्रै डिल हान्छन्। माल झरेछ राजा त्यो माल झारेर आउनुलाई ल त है निस्किम अब बजारतिर देउसी भैलो कार्यक्रम। यति त के बेच्द छ त माहौल। ल
मामा मामा आएर बढी चलफल हामी यहाँ गोर्खे फास्ट फुडमा आएको छौँ। तिहारमा हाम्रो सागको त्यहाँ हाम्रो टोलीहरू बस्दैछ, भेला हुँदैछ होइन। यस्तो छ हाम्रो तुलसीपुरमा चाहिँ रमझम है, झिलिमिली यस्तो छ, टक्क देख्न सक्नुहुन्छ है त। यस्तो रमाइलो छ होइन, देख्न सक्नुहुन्छ। टक्क लाएर हाम्रो टोलीहरू बस्दैछ यहाँ। हाम्रो भयो, अब चाहिँ हामी एकछिनमा निस्किन्छ होला होइन सागर? रेडी, हाम्रो माइक साइक सब स्टकमा रेडी भइसकेको छ। टक्क टोलीहरू यहाँ जम्मा भइसक्यो। मामा के छ, रेडी हो? अलवेज रेडी हो अरे। टक्क यस्तो छ होइन। हामी चाहिँ अब निस्किन थालिसक्यौँ होइन। टक्क अब निस्किन लागेको भयो लेख्नलाई। अब चाहिँ रेडी भइसक्यौँ लगभग होइन। टक्क लाएर पासाकोमा होइन क्या ल। कुनै बेला थियो सागरले मेरो पछाडि बस्ती चलाउनु जानेन भनेर मेरो साथी खतरा राइडर, त्यही पनि बुलेट राइडर भइसकेका छन्। देख्न सक्नुहुन्छ टक्क लाएर। आहा, यो दिन कहिले आउला सोचिरहेको थियो भाइ। खतरा चलाउने भइसकेका छन् मेरो सोल्टी त। यस्तो छ है गाइज हाम्रो तुलसीपुर सहर झिलिमिली, देख्न सक्नुहुन्छ गाइज है। ह्याप्पी तिहार टु एभ्रीवान है। यस्तो छ ल, ह्याप्पी तिहार है। हाम्रो टोलीहरू कता पो गयो त, अगाडिको निस्किसक्यो कि? यहाँ चाहिँ हामी पासाको घरमा खेल्न आएको छौँ। भाइले चाहिँ देख्न सक्नुहुन्छ टक्क लाएर। यता ल, यता यता गयो न ताली सबजनाले। हाम्रो पासाकोबाट निस्किँदैछौँ, देख्न सक्नुहुन्छ टक्क लाएर है। अब अरू घर कहाँ जाने? अब भिन्टेज बाइकदेखि लिएर सबै छ टक्क लाएर। यस्तो छ है हाम्रो त पुरा
बाइक टोली हो देख्न सक्नुहुन्छ गाइस कहाँ हो धीरज यता तोरो यो घरै चिनेको छैन क्या भेजा लाग्नु जस्तो यस्तै वाओ वाला भिडियो बनाउनु स्टोरी राखिन्छ ल 1 2 3 गो हैप्पी तिहार हैप्पी तिहार उड छिटो यहीबाट आँखा भरि के पर्यो यार छे आँखा भरि पर्यो यार आँखा भरि पर्यो यार फिलकारी हो सरलाई रिसाउने निरा कहिले होला माया लुल माया बिसाउने पकाउने सधैँ मै पकाउने निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया बिसाउने मायाको देशमा माया मन की छडी उडेर गई जाला मन की छडी उडेर गई जाला माया सलाल बगेर गई जाला सलाल बगेर गई माया मनभरि फुल्यो यो जुनी तिम्रै भो
मेरा मनभरि मिलाइकन है राम्रो नभना देउसिरे काम जानु कि नजानु काफे जानु कि नजानु मान्छेको राफे थकाउँछ काफे जानु कि नजानु मान्छेको राफे थकाउँछ काफे जानु कि नजानु पानी जस्तो जस्तो बग्ने माया साला बगेर गई जाला आएका छौँ यहाँ घर नचिनेको अवस्था है होइन सुमन ओ शेखर राजा एकछिन दिनु न त फेरि फाइनली गाइस हामीले घर खोजेर आइसकेका छौँ फाइनली हामीले घर बिर्सेदा पनि साथीहरूको मद्दतले गर्दा हामी आइसकेका छौँ फाइनली नारायण ओली साथीलाई बोलाउन चाहन्छौँ सुतिसकेको र हामी भैली स्टार्ट गर्न चाहन्छौँ हामी साथी सफलजीलाई हामीले घटाउनको लागि दिन चाहन्छौँ भाइ धेरै धेरै धन्यवाद फाइनली गाइज हामीले नारायण ओलीलाई नदेखे तापनि नारायण ओलीका भाइलाई देख्न पाएका छौँ त्यसै कारणले गर्दा गाइज फाइनली हामीले भाइलाई र अङ्कल आन्टीलाई तल बोलाएर हामी भैले खेल्न चाहन्छौँ धन्यवाद ल ल ल शान्ति घरबेटी बुवा घरबेटी आमा हामी भैलो कार्यक्रम लिएर हजुरहरूको घर दैलोमा आइसकेका छौँ कृपया प्रिय साथी नारायण ओली अङ्कल आन्टीहरू दिन लाग्यो यस भैलो कार्यक्रमलाई हेरेर साथ दिनु होला हस् त धन्यवाद अब हामी भैलो बटाउने कार्यक्रम सुरुवात गर्दैछौँ है त ओके छ त Happy birthday to you. Happy birthday, happy birthday, happy birthday